नमस्कार, मेरो नाम सोम बहादुर घलाङ। मेरो घर बारा जिल्ला निजर नगरपालिका वडा नम्बर 6 हो। म हाल अहिले विदेशमा छु। म चाहिँ यहाँ के भन्न चाहन्छु भने हाम्रा देशका साथीभाइ दिदीबहिनीहरू आफन्त जनहरूलाई सबैलाई चाहिँ एउटा अनुरोध गर्न चाहन्छु। मैले बुझ्नु नसकेको कुरा त्यो कोही पनि साथीहरू युरोपदेखि खाडीसम्म हाम्रो नेपालीहरूले पसिना बगाएको छ, त्यो मलाई थाहा छ, सबैलाई थाहा छ पनि होइन। तर जुनै देशमा गए पनि जापान, अमेरिका, अस्ट्रेलिया, साउदी, कतार, दुबई होइन, मलेसिया जहाँ गए पनि आफ्नो देशको राष्ट्रिय झन्डालाई छोडेर अर्काको देशको राष्ट्रिय झन्डा किन रोजेको होला होइन। मेरो मनमा लागेको जिज्ञासा मैले के भन्न चाहेको छु भने हजुर साउदी, कतार, जापान, अमेरिका होइन जहाँ भए पनि आफ्नो देशको झन्डा राख्यो भने सोच्ने छ कि यो देशले पनि दुबईमा यतिजना नेपालीहरूले आउनुभएको रहेछ काम गर्नको लागि, श्रम गर्नको लागि होइन। कतारमा त्यतिजना ओहो नेपाली, अब त्यस्तै भन्नुभयो जापानमा ओहो यतिजना। तपाईँहरूलाई सबै थाहै छ त, तपाईँ जापानमा गएको छ भनेर तपाईँको फ्यामिलीले होइन, तपाईँको इष्टमित्रलाई जापान गएको थाहा छैन, सबैलाई थाहा छ किन जापान झन्डा हालेर ठुलो भएको। त्यही कारणले आफ्नो देशको झन्डा राख्नु, गर्व गर्नु म नेपाली हो भनेर। त्यही कारण अर्काको देशको झन्डा राखेर तपाईँलाई के पाइन्छ छ। त्यसैले आफ्नो नामको पछाडि ठ्यास नेपालको झन्डा राख्नुहोस्, गर्व गर्नुहोस् म नेपाली हो भनेर। बदनामी गर्नुहोस् कहिले पनि नेपालीलाई। त्यसैले जय नेपाली, जय गोर्खाली।